सबैजनालाई नमस्ते, गुड मर्निङ। देख्न सक्नुहुन्छ यो चाहिँ मेची हाइवे राजगढी खण्डको बाटो चाहिँ आज म्युनिसिपालिटी 26 गते चाहिँ पुनः सञ्चालनमा आउने भएको छ। मेसिनहरू चाहिँ लागिरहेको अवस्था देख्न सक्नुहुन्छ। यात्रुवर्गको चाहिँ यसरी बिजोग भइरहेको अवस्था छ। बाइकहरू चाहिँ अब अरू गाडी त ठुलो गाडी भन्न सकिँदैन, तर बाइकहरू चाहिँ सञ्चालनमा आउने बेला छ होला। स्क्याभेटर लागिरहेको अवस्था छ। अब चाहिँ जति शास्ति पाए पनि अब यो बर्खायाम हो, शास्ति त भइ नै हाल्छ। होइन शास्ति भइहाल्छ। हामी पनि यस्तो प्रकारले जाँदैछौँ। यात्रुहरू देख्न सक्नुहुन्छ, बाइकहरू यसरी रोकेको अवस्था छ। अब यहाँ चाहिँ मेसिन लागिरहेको अवस्था छ। हामी स्पोर्टमै जाँदैछौँ ठाउँमा। मेसिनले चाहिँ बाइकहरूलाई चाहिँ सञ्चालनमा सहयोग पुर्याउँछ होला। अब ठुलो गाडी त भन्न सकिँदैन, धस्किने कामहरू चाहिँ जारी भइरहेको छ। देख्न सक्नुहुन्छ यात्रुहरूको बिजोग। यो चाहिँ इलामस्थित राजदली माइखोला टापु, सबैलाई माइखोला सबैलाई अवगत नै छ। देख्न सक्नुहुन्छ मेसिन यसरी लागिरहेको अवस्था छ। आज 26 गते यो बाटो चाहिँ अब बाइकहरूको लागि चाहिँ पुनः सञ्चालन हुन्छ, सहज हुन्छ। अब अरू चाहिँ भन्न सकिएन। हस् त, थ्याङ्क यू। मेरो अब युट्युब च्यानल छ, युट्युब च्यानलमा सब्सक्राइब गर्नु होला। तपाईँलाई म यो भिडियो चाहिँ अब गराइरहन्छु यसरी नै। हस्, थ्याङ्क यू।